हाई गाइस, आज चाहिँ भने हामी मालनको बर्थडेमा आइसकेका छौँ। हेर्नु होला यहाँ तयारी हुँदैछ है। मालनको बर्थडेमा यहाँ सुकु दिदी पनि आइसकिसक्नु भएको छ, यहाँ मम्मी पनि आइसक्नु भएको छ। मिसु हाई गर क्युट बेबी हाई गर न। त्यही हो हाई, यस्तो यस्तो गर न यस्तो। यहाँ चाहिँ हाम्रो छेवा हुनुहुन्छ क्विन, यहाँ हाम्रो दिदी हुनुहुन्छ। यहाँ बुहारी चाहिँ पकाइ छ है बुहारीले चाहिँ। बुहारी हाई गर त एकपल्ट। आज बुहारीले मिठो मिठो पकाए जस्तो छ। यहाँ चाहिँ कोसे, यो चाहिँ कुखुराको, यहाँ अचार, यहाँ मटरको सब्जी, यहाँ चाहिँ पुलाउ पाक्दैछ है। पुलाउ पाक्दैछ यहाँ साथीहरू। यहाँ चाहिँ मान्छेहरू थकित भएर बसिरहेछन्। आज पुलाउ चाहिँ राम्रो हुन्छ जस्तो लाग्दै छैन है मलाई। खोलेर हेर्नुभयो? पुन्डीहरू के गर्दैछन् यहाँ? हेलो के अरे? नुर यहाँ चाहिँ बाजे बोजूहरू खाना खानु हुँदैछ साथीहरू। ओइ सही साथीहरू, यहाँ लिएर चाहिँ बियर खानु भनेर गिलास ल्याइदिनु भएको अरे हाम्रो दाइले। श्याम दाइ पनि बियर खाने हो? ओडी भने के हो? नमस्कार। शीतन है, यहाँ लिएर शीतन आयो। शीतन गाइस बियर आइसकिसक्यो गाइस। दाइले रक्सी सार्नु हुँदैछ। रौसी होइन, के भन्छ यो चाहिँ प्योर लोकल हो कि? यो लोकल हेर्नु। गाउँघरमा यतिको चाहिँ खानुपर्छ कि कर्का चाहिँ हुँदाखेरि सधैँ चाहिँ होइन। बुढा चाहिँ यहाँ रातो खाँदैछ है गाइजहरू। के खाएको हो? रातो के खानुभएको? ओ एक्सट्रिम आयो। एक्सट्रिम यता हेर्नु के साह्रो लजाएको। चेस गाइस। ल यहाँ हाम्रो छेमा आउनु हुँदैछ। ल चेस गर्दैछौँ हामी। चेस पोसे हो। पोसे भनेको सुँगुरको बस्छ। चप्पा लाएर खानुपर्छ। यस्तो दामी हुन्छ यो। यहाँ चाहिँ मालनको अब केक काट्न आँट्यो है। मालनको बर्थडे। ओ त बर्थडे बोय हो कालीकेटाको खोइ टोपी कालीकेटाको। कति 6 वर्ष लागेको कि कति? 7? ल सुरु गरौँ। ल खोइ एउटाको छैन त टुटी। के गरेको? मालोन ह्याप्पी बर्थडे मालोन। अर्को पनि गर सँगसँगै। ह्याप्पी बर्थडे। यस्तो गर, यस्तो ह्याप्पी बर्थडे मालोन। ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे पनि भयो। ह्याप्पी बर्थडे। त्यहाँबाट तेर्सो छबाट 7मा गएको हो।
भएको छ मार्लोले काटेको अरे र काटेको अलि ठुलो काट न घरलाई भाइ दुईटा हातसम्म कहाँ आँखा लेरी लगाइदिनु भएको अनि केट चाहिँ खै त केट दिएको खै बिचरालाई केट दिएको खै कसैले पो दिनु हुन त पैसा त के भएको अन्त Okay, so imagine running your favorite spot only to find out it's part of a massive money laundering. झोला दिनु झोला Mexican restaurants will call clean and drunk. Federal prosecutors seized nearly $800,000 त्यो चाहिँ बन्द गर्नु न एकछिन गाना to businesses are crying out. एकछिन टिका लगाइन्जेल झोला देऊ पैसा राख्ने झोला भाइलाई झोला देऊ पैसा राख्नुलाई भाइलाई मोटी हेर न मोटी मोटेहरू बुवाको पालो है अब बुवाले टिका लगाइदिनु हुँदैछ बुवाले बोराले ए गाटे चोइस गर्ने भइसक्यो मन पराएन अम्बो हिरो लुगा लाउँछ नि कहाँ त्यो चलाउँछ बाटो छ नि ऊ बाटो मेघु भन्दा बाटो छ डबल पर्गाज कान्छो मिसु मामा ह्याप्पी बर्थडे भन न मामालाई ह्याप्पी बर्थडे भन न मामालाई मामा मात्रै भन्यो त के गरेको त्यस्तो के गरेको त्यो केक दलेर कसको पालो हो हाम्रो पालो हो मार्लोनको बडीको पालो कहाँ हाम्रो पालो आयो हाम्रो पालो आयो अझै आउनु न यसरी नै गर ल Happy birthday to you, Maru. तो फुल फेन त खोल न नि उ त खोल त अन गर्छ यता जादैन हावा यता भेट पनि यता किचनतिर उतातिर फर्का दिनु पैसा दिनु उता सुई मलाई मुन्छन् चाहिँ आउने रे मम्मी सुन रे आज यो कति हो यो कति हो मेरो नाति अम्मा त भोलि त लुगा राखिदिनु ल साडी गाइज हाम्रो पुलो पाको एकछिन छोप्नु न छोप्नु उहाँ चाहिँ हाम्रो बुवा हुनुहुन्छ है बुवा पुलो पकाएको हेरिरहनु भएको छ सबै नमिसाइकन कि
कोला र चिउरा मुसेर खानु न कस्तो दामी हुन्छ कुर्सी लिएर आउनु दिदी एड हुँदै आम म त धानै नरोप्नु पर्यो भनेको सक्दैन मेरो बुढाले अब जतिखेर मान्छे कहाँ पाउँछ माया गर्नुहुन्छ सुकुदिदीलाई तर सुकुदिदीले पनि माया गर्नुहुन्छ है अहिले माया नगरे हुन्छ हाम्रो चाहिँ यहाँ बर्थडेको खाना है गाइजहरू पुलाउ दिदीले पापा राख्नुपर्छ जस्तो जस्तो भए पनि होइन बाध्य दुध्दै भने माया गर्नुपर्छ है लास्टमा बुढाबुढीमा प्रेसर त स्वाटै घटेर त है 80 र 60 मात्रै रहेछ प्रेसर लो भएछ भनेर बियर मगाएर बियर खोलेर खानु न खानु तपाईँ चाहिँ किन अप्ठ्यारो मान्नुभएको बियर म पनि त्यही ठाउँ जानु पर्यो आइ भयो भने तपाईँको पुरै लो भइसकिसक्यो सिलिम भइसक्यो सिलिम हुने बेला भइसक्यो तपाईँलाई नापिदे प्रेसर हैन मेरो प्रेसर लो भयो भने त नि पृथ्वी पर्दैन अनि उसको चाहिँ कसरी लो हुन्छ मलाई त हात खुट्टा भोलि उठ्नै सक्दैन यो लालाक भएर यहाँ छ म त पानी मिसाएर खाएको पातलो बनाउनु भएछ धेरै पातलो बनाउनु भएछ तपाईँले होइन म त एक बोतल पानीमा चाहिँ 1 लिटर पानीमा यो स्टिम बा केही हुँदैन उमेरमा पच्छ यहाँ माइले दिनमा 4टासम्म 5वटासम्म रिस उठ्यो भने झन् धेरै खान्छ अरे अस्ति नै त्यसै भन्दै थियो हामी मरौमा जाँदाखेरि कसले यामाई दिदी बुढासँग रिस उठ्यो भने झन् धेरै खान्छ अरे अस्ति त्यसै भन्दै थियो होइन खाँदा ठिकै हो धेरै चाहिँ खानु हुँदैन म त 1 लिटर पानीमा यति घटाउँछु पानी त यो धेर खाँदैन त्यो लेखेकै छ त एउटा सम्म त अनि भोलि जीवनकोमा गयोरिकन भनिवरिकन पानी यो गर्नु पर्यो भोलि राख्नु पर्यो त्यहाँको आयो भने जीवनको जिम्मा उसलाई दिएको होला नि